फेरि पनि सबैजना ट्रेडर्सलाई वेलकम ब्याक है हाम्रो फोरेक्स इन्जिनियरिङ युट्युब च्यानलमा। अनि फर्स्ट सेकेन्ड थर्ड क्यानलिस्टको चाहिँ भिडियोहरू चाहिँ पोस्ट भइसकेको छ होइन। उयो चाहिँ कसले हेर्नुभयो त्यो भिडियो चाहिँ सबैजनाले हेरिदिनु होला है। अब त्यो हेर्दाखेरि पनि अब ट्रेडिङ फिल्डमा छिर्न जाने भनेपछि हुन्छ कोही कोहीले अब पार्ट टाइम पनि गर्नुहुन्छ होला, कसैले अब फुल टाइम पनि गर्नुहुन्छ होला है ट्रेडिङ चाहिँ। अब त्यो छिर्नुभन्दा अगाडि पनि अब के कुराहरू चाहिँ थाहा हुनुपर्छ आफूलाई पनि है। अब आफू कस्तो छु भनेर चाहिँ आफूलाई पनि थाहा हुनुपर्छ है। त्यसै गरी यो चाहिँ अब ट्रेडिङको चाहिँ अब यो कहाँनिर छु कस्तोमा छु भनेर चाहिँ एउटा इभ्यालुएसन भन्ने एउटा पिरामिडवाला बनाएको छ रेक्ट्याङ्गल यो ट्रायङ्गलमा है। अब यसको चाहिँ 5वटा रुल छन् अनि हो त्यो चाहिँ म तपाईँहरूलाई चाहिँ ब्रिफ गर्न चाहन्छु है आज त्यसको बारेमा है। अब बिफोर इन्टरिङ द ट्रेडिङ वर्ल्ड एनालाइज योर सेल्फ भन्नुहुन्छ है। अब आफूलाई चाहिँ एनालाइज गर्न सक्नु पऱ्यो आफूले नै है। अब कोही कोहीले चाहिँ मेन्टरसिपहरू लिएर पनि पढिराख्नु भयो होला होइन, त्यो पनि लिँदा पनि राम्रो हुन्छ है। त्यस्तो चाहिँ त्यस्तो भन्नाले चाहिँ तपाईँकोमा चाहिँ अब 1 लाख रुपियाँ छ भने चाहिँ सिधै तपाईँले चाहिँ 1 लाखको म ट्रेडिङ गर्छु भनेर जाने होइन है। त्यसको चाहिँ 70% जति भयो लगभग 70,000 जति चाहिँ बरु तपाईँले चाहिँ कुनैको मेन्टरसिप छ भने चाहिँ त्यस्तोमा आफूलाई चाहिँ अब पछिसँग हेल्प हुने कुराहरू सिक्न चाहिँ लगाउनु है। बरु 30% चाहिँ राख्नु। त म 30%को चाहिँ सिक्छु, म 70% चाहिँ ट्रेडिङमा पैसा लगाउँछु भन्नु त्यो चाहिँ तपाईँले सम्भव छैन है। सुरुमा चाहिँ तपाईँले सिक्नै पर्ने हुन्छ है जे कुराहरू पनि। अब त्यस्तै सिक्ने क्रममा चाहिँ अब यो एउटा चाहिँ यो रेक्टेङ्गलमा चाहिँ यो ट्रायङ्गलमा चाहिँ एउटा इभ्यालुएसन गराएको छ ट्रेडलाई। म चाहिँ त्यो तपाईँलाई चाहिँ ब्रिफ गर्न जाँदैछु है त। यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब सुरुमा 100%, 70%, 35% र 10% र 2% यो 2%मा जान चाहिँ गाह्रै हुन्छ है। थर्ड यो चाहिँ जसले धेरै गर्नुभएको छ उहाँहरू मात्रै पुग्न सक्नुहुन्छ, त्यही पनि गाह्रै हुन्छ। अब गाह्रो भन्ने कुरा त हुँदैन, अब जसले पनि अब सुरुबाट नै राम्रोसँग सिक्दै जान्छ भने चाहिँ यहाँ पुग्न पनि त्यस्तो गाह्रो चाहिँ हुँदैन है। त्यही भएर अब तपाईँहरू चाहिँ 100%मा हुनुहुन्छ कि 70%मा हुनुहुन्छ कि 35%मा हुनुहुन्छ कि 10%मा हुनुहुन्छ कि अब यो 2%मा हुनुहुन्छ भनेर आफै नै एनालाइज गर्नु होला है त। सुरुमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब जो हुनुहुन्छ उहाँहरू चाहिँ 100%मा हुनुहुन्छ है त। जो बिगिनर हुनुहुन्छ सुरु भनेको जो पनि 100%मा है, म पनि 100%मा यहाँबाट सुरु भयो र तपाईँहरू पनि 100% नै सुरु 100%बाट नै सुरु हुनुहुन्छ है। तर यो 100% भनेको चाहिँ कस्तो ट्रेडरहरू चाहिँ हुन्छन् त भन्ने चाहिँ म यहाँ थोरै ब्रिफ गरिदिन्छु है। अब यो 100% भनेको चाहिँ एकदम गेमलर टाइपको है। यहाँ चाहिँ अब लुजिङ मनी नो नलेज है। यसको चाहिँ तपाईँहरूले चाहिँ मनी मात्र लुज गर्नुहुन्छ, तपाईँको नलेजहरू छैन भनेर चाहिँ गेमलर टाइपको है। अब के गेमलर चाहिँ कस्तो भन्दा चाहिँ अब प्राइस यस्तो हिँडिरहेछ भने चाहिँ ल यहाँबाट चाहिँ प्राइस माथि जान्छ यहाँ किनिदिउँ न त भन्ने हुन्छ, यहाँ किनिदियो तर पछि तपाईँलाई ट्र्याप हान्दै तल आइदियो। सधैँभरि ट्र्याप हान्छ भन्ने पनि हुँदैन, कोही बेला चाहिँ माथि नै जान्छ है। यस्तो पनि हुन्छ है। सुरुमा हेर्ने पहिला पनि म सुरुमा बिटकोइनको चार्टहरू हेर्थेँ है। अब बिटकोइनको चार्ट हेर्दाखेरि अब बिटकोइनमा त एकदम भोलाटाइल हुन्छ नि त। अब त्यस्तो हेर्दाखेरि चाहिँ अब माथि गएको छ भने चाहिँ ल यहीँ किनिदिने भन्ने पनि हुन्थ्यो है। अब पछि चाहिँ अब बुझ्दै गइसकेपछि यस्तो बानीहरू चाहिँ हटाउनुपर्छ र पछि हटाएँ। अहिले म चाहिँ गोल्डमा मात्र गर्छु है, अरू कुनै प्योरमा गर्दिनँ। त्यही एउटा गोल्ड युएसडीको प्योर हुन्छ त्यसमा मात्र गर्छु है, अरू कुनै प्योरमा पनि म ट्रेड चाहिँ गर्दिनँ है। त्यही भएर तपाईँहरू पनि अब यो धेरै प्योर छान्नुभन्दा पनि अब सुरुमा चाहिँ अब त्यही एउटा प्योर छान्नु है, एउटा प्योर छान्नु अनि त्यसपछि त्यसमै मात्र ट्रेड गर्नु है। यो धेरै प्योर छान्नुभयो भने तपाईँहरूको अब छुट्टै हुन्छ त्यहाँनिर है। अब सिकिन्छ त सिकिन्छ तर एउटैमा हेरिरहेको हुन्छ। अब एउटैमा छ भने चाहिँ एउटा मात्रै हेर्नु है। अब म चाहिँ गोल्डमा ट्रेड गर्छु, यसमा गोल्डमा चाहिँ अलि धेरै ट्र्यापहरू पनि हान्छ है। यसमा चाहिँ गोल्डमा चाहिँ अरू प्योर जस्तो सजिलो चाहिँ अलि हुँदैन है। जस्तै जेपीवाई युएसडी भयो, सुरु बिगिनर हुनुहुन्छ भने त्यहाँनिर जानु, अनि युरो युएसडी हुन्छ त्यहाँनिर नि गर्नु है। सुरुमा सिक्नुहुन्छ भने त्यहाँनिर गएर नि हेर्नु, तर त्यहाँ चाहिँ अलिक सजिलो हुन्छ भन्दा नि अब त्यति धेरै ट्र्याप हान्दैन। तर गोल्डमा चाहिँ एकदम
ट्र्याप हान्छ है। अब गोल्डमा त सबैले लगानी गरेका हुन्छन्। अब यो वर्ल्डको सेफेस्ट हेभन पनि भनेर चिनिन्छ नि त गोल्डलाई, त्यही भएर गोल्डमा चाहिँ अलिक धेरै ट्र्याप हुन्छ। तर लङ टर्मसम्म चाहिँ अब भ्यू राख्नु भएको छ भने चाहिँ ट्रेडिङै गर्नुहुन्छ भने चाहिँ अब गोल्डमा चाहिँ ट्रेड गर्दा चाहिँ हुन्छ है। भोलि पर्सि पनि अब के अरे यो जेपिवाई युएसडिटी भयो, युएसडी भयो, अनि त्यसपछि युएसडीले त्यस्तै पनि ल्याउँछ कि होइन, त्यस्तै नेचर पनि ल्याउँछ कि सकेसम्म गोल्डलाई नै जानु सुरु भयो भने है। यसमा चाहिँ धेरै ट्र्याप हुन्छ तर धेरै कुरा सिकिन्छ है। अब एसएल पनि खान्छ, धेरै एसएलहरू पनि खान्छ। अब एसएल नखाए चाहिँ अब सिक्ने कुरा भएन है। एसएल खान्छ, त्यस्तो आत्तिनु पर्दैन। एसएल खायो भने आत्तिनु पर्दैन, ठुलो लड नहेरेको 0.01 लडबाट सुरु गर्दा पनि हुन्छ है। र अब हाम्रो चाहिँ अर्को छ चाहिँ अब 70% छ। अब 70%मा चाहिँ अब कस्तो ट्रेडर हुन्छ नि त होइन। अब भन्दा त अलि एडभान्सै हुने भयो तिनीहरू। अब 70%मा भनेको चाहिँ के हुन्छ भनेपछि उनीहरूले चाहिँ आफ्नो मनी त लुजिङ गरिरहेको हुन्छ है। तर उनीहरूमा चाहिँ के हुन्छ भने चाहिँ आफ्नो स्ट्राटेजी, अब एभ्री स्ट्राटेजीहरूले चाहिँ सिक्न चाहिँ उनीहरू चाहिँ अगाडि हुन्छन् है। अब कसैको चाहिँ अब यहीँ के अरे गेमिङ गयो, यहीँ पैसाहरू सकिन्छ, अब सक्यो, अब हुँदैन रहेछ भने छोड्ने पनि हुन्छन्। तर 70% ट्रेडरहरू चाहिँ कस्तो पनि हुन्छन् भन्दाखेरि चाहिँ अनि यो सिक्नै पर्छ, मैले नयाँ कुराहरू सिक्नै पर्छ भन्ने खाले ट्रेडर पनि हुन्छन् है। त्यस्तो ट्रेडरलाई चाहिँ 75 ट्रेडर हो, जसलाई चाहिँ लर्नर पनि भनिन्छ है। त्यसको चाहिँ अब उनीहरूले चाहिँ थोरै लटमा लिएर पनि सिक्ने चाहिँ हुन्छन् है। यो चाहिँ 75% चाहिँ लर्नर ट्रेडरहरू है उनीहरू चाहिँ। र अर्को चाहिँ छ यहाँनिर 30, यहाँनिर चाहिँ अर्को छ कि 35% को ट्रेडरहरू है। 35% ट्रेडरहरू कस्तो हुन्छन् भने चाहिँ अब 70 भन्दा त अलि एडभान्सै हुन्छन्। एडभान्स भन्दा चाहिँ अलि राम्रै खाले ट्रेडरलाई चाहिँ 35% चाहिँ भन्छन् यो ट्रेडर। यो ट्रेडरहरूमा चाहिँ के हुन्छ त, अब गेमरबाट पनि उनीहरू त आइसक्यो बाहिर, अब यो लर्नर पनि आइसक्यो, उनीहरूमा त केही त अब चेन्ज त होला नि त है। हो त्यस्तो चेन्ज भएको ट्रेडरलाई चाहिँ 35% को ट्रेडर भन्छ। तर 35% को ट्रेडरलाई चाहिँ के भन्नु भन्दाखेरि चाहिँ सर्भाइभर ट्रेडर है। यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ उनीहरूको ब्रेक इभन चाहिँ स्टिङ लुजिङ मनी नै हुन्छ है। तर उनीहरूले चाहिँ एउटा स्ट्राटेजीलाई चाहिँ फाउन्ड गर्छन् है। तपाईँले जति धेरै सिक्दै जानुभयो तपाईँहरूमा त्यति नै अब थाहा हुन्छ नि त। त्यो थाहा भइसकेपछि चाहिँ आफ्नै स्ट्राटेजीहरू बनाउन पनि मिल्छ है। आफ्नै स्ट्राटेजी हुन्छ नि त। सबैले एउटै स्ट्राटेजी युज गर्यो भने त्यसमा पैसा दिँदैन है। जस्तै आइसिटी, एसएमसी, प्राइस एक्सन छ भने चाहिँ अब सबैले अब सुरुमा त प्राइज एक्सन आयो, प्राइज एक्सन आइसकेपछि त्यहाँनिर पनि एकैतालले सधैँभरि मनी त दिँदैन नि त अब होइन। अब त्यसपछि अब एसएमसी आयो, एसएमसी पछि सधैँभरि म यसमै त पैसा दिँदैन नि त। अब थर्डमा आइसिटी आयो, आइसिटी सिक्दाखेरि पनि अब सधैँभरि यसमा त दिँदैन नि त। त्यही भएर ट्र्याप चाहिँ हान्छ है। अब तिनटैमा ट्र्याप हुन्छ। अब कुन चाहिँ फलो गर्ने हो भने तपाईँहरूले चाहिँ अब यो तिनवटामा एउटालाई फलो गर्दा चाहिँ हुन्छ है। अब तिनटै सिके त राम्रो, एकदम राम्रो है। अब त्यही भएर अब सबैले पैसा दिन्छन् भन्ने पनि हुँदैन र सबैले चाहिँ पैसा यसमा चाहिँ लसै हुन्छ भन्ने पनि हुँदैन है। अब तपाईँहरूले सुन्नुभएको छ कि छैन है, यसमा चाहिँ अब दुईवटा हुन्छ, एउटा रिटेल ट्रेडर हुन्छ र एउटा इन्स्टिट्युसनल ट्रेडर हुन्छ है। अब यिनीहरू दुइटामै फाइट हुने हो। अब आइसिटीको आफ्नै कन्सेप्ट छ, अब एसएमसीको आफ्नै कन्सेप्ट छ र अर्को प्राइज एक्सनको आफ्नै एउटा कन्सेप्ट छ है। अब हामी चाहिँ रिटेल ट्रेडरमा पर्छौँ है। हामीले चाहिँ अब हामीले एउटा क्यान्डल पनि बनाउन सक्दैनौँ है। अब के अरे इन्स्टिट्युसनल ट्रेडर हुनुहुन्छ, उहाँहरूले क्यान्डल बनाउने, पैसा लगानी गर्ने भनेको इन्स्टिट्युसनल ट्रेडरले है। हामी त्यही भएर एउटा क्यान्डल त बनाउन सक्दैनौँ भने अब हामीले त्यसको अब अपोजिटमा जस्तै अब इन्स्टिट्युसनल ट्रेडरको यहाँनिर चाहिँ बाई छ भनेपछि हामी चाहिँ अब सेलतिर हामी चाहिँ सेलतिर जान्छौँ भनेर अर्को क्यान्डल फर्म गर्न सक्दैनौँ नि त। त्यही भएर जसरी पनि इन्स्टिट्युसनल ट्रेडरहरू चाहिँ डह्रो हुन्छन् है हामी भन्दा। त्यही भएर हामीले पनि अब इन्स्टिट्युसनल ट्रेडरलाई चाहिँ हल्का फलो गर्न चाहिँ सक्छौँ है। अब इन्स्टिट्युसनल ट्रेडरहरूको इन्ट्री कहाँनिर हुन्छ अब त्यही पत्ता लगाउने त हो नि होइन। अब त्यो पत्ता लगाउन चाहिँ जुनबाट लगाउँदा नि भयो, तपाईँहरूलाई कुन चाहिँ सजिलो लाग्छ, प्राइस एक्सन बेसबाट लगाउँदा नि भयो, एसएमसी बेसबाट लगाउँदा नि भयो,
प्राइसिटी बेसबाट लगाउँदा पनि भयो। सिक्ने सबै हो है, सिक्न चाहिँ सबै सिक्नु पऱ्यो। त्यसपछि आफ्नो स्ट्राटेजी पनि बनाउनु पऱ्यो है। अब त्यहाँ के अरे आइसिडीको के अरे इन्ट्री सेटअपहरू एफइजीबाटै हुन्छ उनीहरूको है। तर एफइजीमा आउँदाखेरि दिँदैन नि त, एफइजीमा आउने बित्तिकै उनीहरूको नि आफ्नै कन्फर्मेसन हुन्छ होला होइन। त्यही भएर सकेसम्म आफ्नै बनाउनु है, आफ्नै बनाएर चाहिँ आफूले पनि हेर्नु। त्यही भएर अलिकति टाइम चाहिँ दिनुपर्छ है यसमा। जस्तै अब कोही अब स्टुडेन्ट हुनुहुन्छ भने चाहिँ उहाँहरूले पनि अब फ्री टाइम हुँदाखेरि चाहिँ अलि चाडलाई चाहिँ अलि हेर्नै पर्ने हुन्छ है। अब टाइम फ्रेम अब जो चाहिँ स्टुडेन्ट यो टाइम फ्रेमको कुन चाहिँ टाइम फ्रेममा चाहिँ हेर्दा चाहिँ राम्रो, कुन चाहिँ टाइम फ्रेममा चाहिँ हेर्दा चाहिँ एकदम बेस्ट हुन्छ भन्ने हुन्छ। यो चाहिँ त्यो चाहिँ कस्तो हुन्छ भने तपाईँको अनुसार हुन्छ। जब स्टुडेन्ट हुनुहुन्छ भने तपाईँले 5 मिनट 1 मिनट 15 मिनट हेरेर त अलिक गाह्रै हुन्छ नि त। 5 मिनट र 1 मिनट भन्दाखेरि त उहाँहरूले हेर्दाखेरि कुन चाहिँ सुटेबल लाग्छ। अब 30 मिनट 15 मिनट है ऊ यस्तो हेर्नु पऱ्यो। जो जब होल्डर हुनुहुन्छ उहाँहरूले चाहिँ कुन चाहिँ हेर्नु पऱ्यो भन्दा 1 आवर 4 आवर हेर्नु पऱ्यो है। त्यसो हेर्दा चाहिँ राम्रो हुन्छ। जस्तै तपाईँको चाहिँ एफबिजी नै हेर्नुहुन्छ भने चाहिँ तपाईँले 4 आवरको एफबिजी हेर्नु पर्ने 15 मिनटको टाइम फ्रेममा चाहिँ तपाईँको इन्ट्री सेटअप हुनु पऱ्यो है। जस्तै 1 आवरकोमा हुनु पऱ्यो भने तपाईँको चाहिँ 5 मिनटमा चाहिँ हुनु पऱ्यो है। अब जस्तै म चाहिँ अब 5 मिनटको टाइम फ्रेममा हेर्छु सबै कुरा र 1 मिनटकोमा चाहिँ आफ्नो इन्ट्री सेटअप चाहिँ यहाँनिर छ कि छैन भनेर हेरेर यहाँ 1 मिनटको क्यान्डलको कन्फर्मेसनमा चाहिँ म ट्रेड लिन्छु है। यो सुरुमा चाहिँ एकदम गाह्रो हुन्छ है। यो 5 मिनट हेरेर फेरि 1 मिनटमा आएर आफ्नो कन्फर्मेसन छ कि छैन नि त्यहाँबाट चाहिँ मिल्यो भने चाहिँ ट्रेड लिन चाहिँ एकदम गाह्रो हुन्छ है। अब त्यस्तो बेला चाहिँ अब कुन चाहिँ टाइम फ्रेम युज गर्ने त्यो तपाईँहरूले नै आफूले पनि इभ्यालुएट गर्नु पऱ्यो है त। अब अर्को छ अब 10% है। अब 10% ट्रेडरहरू चाहिँ कस्तो भन्दाखेरि चाहिँ अब यो फेज पनि गयो, यो फेज पनि गयो, यो फेज पनि गयो, यो त अब राम्रै हुन्छ नि त होइन। अब आफूले हेर्दाखेरि पनि यस्तोमा चाहिँ कस्तो ट्रेडरहरू पर्छन् भन्दाखेरि चाहिँ अब चाहिँ यी ट्रेडरहरूलाई चाहिँ 10%को ट्रेडरहरू भनेको चाहिँ इनलाइटिङ भन्ने ट्रेडर हुन्छन् है। अब जसमा चाहिँ 10%मा चाहिँ पर्छन् यिनीहरू चाहिँ है। अब यसमा चाहिँ के पर्छन् भन्दाखेरि चाहिँ फाइनली बिगिन स्मल अमाउन्ट अफ प्रफिट चाहिँ है। उनीहरूले चाहिँ सानो प्रफिट चाहिँ बनाउँदै जान्छन् है। अब उनीहरूलाई पनि लाग्छ ओहो भन्ने चाहिँ अब साउन्ड जस्तो चाहिँ आउँछ है। अब उनीहरूले चाहिँ यसमा चाहिँ के गरे भन्दाखेरि आफ्नो स्ट्राटेजीहरू त त्यहाँनिर अब जस्तै 35%मा त स्ट्राटेजी त बनायो तर त्यही 35% ट्रेडरहरूले चाहिँ आफ्नो स्ट्राटेजीलाई चाहिँ हल्का लगाए के अरे हल्का दौरो बनाएर कन्फर्मेसन दौरो बनाएर चाहिँ यहाँनिर चाहिँ लगाउँछन् है। अनि त्यसपछि उनीहरूसँग चाहिँ एउटा रिस्क म्यानेजमेन्ट भन्ने पनि हुन्छ है। अनि उनीहरूको साइकोलोजी पनि हुन्छ है। जसको यो रिस्क म्यानेजमेन्टहरू उहाँहरूले प्रपर फलो गर्नुहुन्छ उहाँहरूको चाहिँ प्रफिटमै हुन्छ है रिस्क म्यानेजमेन्ट है। अनि जसको साइकोलोजी पनि स्ट्रङ चाहिँ हुनुपर्छ है। यसमा चाहिँ अब साइकोलोजी पनि हल्का स्ट्रङ चाहिँ भयो है यो 10%मा यसमा आउँदाखेरि चाहिँ। अब रिस्क म्यानेजमेन्ट भन्न चाहिँ अब कस्तो हुन्छ चाहिँ सिम्पल कुरामा हेर्दा पनि आफ्नो क्यापिटल कति छ त्यो थाहा पाउनु पऱ्यो है। क्यापिटलको अब तपाईँको 1 लाख रुपियाँ क्यापिटल छ भने चाहिँ अब तपाईँले चाहिँ अब 50% चाहिँ ब्याकअपमा राख्नुपर्ने हुन्छ है। यो चाहिँ 50% तपाईँले ब्याकअपमा राख्नु पऱ्यो। अब सधैँ क्यापिटल अब 1 लाखै क्यापिटल तपाईँले लाउनु भयो भने त अब अर्को तालि आएर चाहिँ अब पैसा त फेरि अर्को 1 लाख त कहाँबाट ल्याउने होइन। त्यही भएर चाहिँ यसमा चाहिँ सर्भाइभ गर्न पनि जान्नुपर्ने हुन्छ। त्यही भएर 50% चाहिँ लगाउने है। 50%को लगाउँदाखेरि चाहिँ तपाईँले के हुन्छ भने चाहिँ दिनमा चाहिँ कतिको चाहिँ ट्रेड लिनुहुन्छ तपाईँले चाहिँ जस्तै 10,000को तपाईँको दिनमा चाहिँ 10,000 चाहिँ लिनुहुन्छ भने चाहिँ अब यसको चाहिँ 10,000को दिनमा चाहिँ 10,000को चाहिँ तपाईँले ट्रेड लिनु हुन्छ चाहिँ यसमा चाहिँ अब रिस्क चाहिँ कति बियर गर्ने भन्ने कुरामा नि फरक पर्छ है। जस्तै 1 देखि 3% चाहिँ बियर गर्न सक्नुहुन्छ तपाईँले। अब 3% बियर गर्नुभयो भने चाहिँ 10,000को 3% भनेको कति हुन्छ त है। 10,000को 3% लगभग 3,000 हुन्छ होला सायद। 3,000 भयो भने 3,000 मात्रै रिस्क गर्नु पऱ्यो तपाईँले चाहिँ। अब त्यही अनुसारको चाहिँ अब स्टक प्लसहरू राख्नु पऱ्यो है। त्यहीँबाट लट साइजहरू राख्नु पऱ्यो 3,000मा त्यो पनि हेर्नु पऱ्यो। 3,000मा चाहिँ कतिवटा के अरे लट साइज राख्दाखेरि चाहिँ कतिवटा चाहिँ ट्रेड लिन पाउँछु मैले त्यो पनि एनालाइज गर्नु पऱ्यो। त्यस्तो कुराहरू हुन्छन् है।
यो चाहिँ रिस्क म्यानेजमेन्टको बारेमा पनि एक दिन छुट्टै भिडियो बनाउनुलाई यो चाहिँ रिस्क म्यानेजमेन्ट चाहिँ हुनैपर्छ है जोसँग पनि। अब सुरुमा त बिगिनर हुनुहुन्छ भने यस्तो रिस्क म्यानेजमेन्टहरू फलो नगर्दा भयो है। सिक्ने बिगिनर हुनुहुन्छ भने सिक्ने क्रममा चाहिँ कि त एसएल जानु पऱ्यो कि त टिपी जानु पऱ्यो है सुरुमा चाहिँ। अब यो गर्दाखेरि के हुन्छ अमाउन्टहरू तपाईँहरूको सानो हुन्छ, त्यो धेरै अमाउन्ट लिएर चाहिँ खेल्नु भएन है सुरुमा। सानो अमाउन्ट लिने हो। अब एक्सएनएसमा पनि $10बाट सुरु गर्दा हुन्छ है बिगिनर हुनुहुन्छ भने। $10 सुरु गर्दाखेरि 0.01 लटमा हाल्दाखेरि 20 पिसको एसएल भन्यो भने तपाईँको $2 हुन्छ र यसको चाहिँ टिपी भन्यो भने चाहिँ $6 चाहिँ हुन्छ है। अब यो गर्दाखेरि पनि तपाईँले 5वटा ट्रेड लिन मिल्यो नि त। 5वटा ट्रेडमा चाहिँ अब 2टा मात्रै ट्रेड गर्नु भने पनि अब विनै हुनुहुन्छ। 3टा लस गर्दाखेरि पनि है हो त्यस्तो हिसाबले चाहिँ जानु पर्यो। त्यही भएर सानो अमाउन्टबाट अनि त्यसपछि पछि अब कुन चाहिँ स्टेपमा छु आफू पनि एनालाइज गर्नु पर्यो है। त्यसमा गरिसकेपछि चाहिँ अनि त्यही अनुसार चाहिँ ठुल्ठुलो ट्रेडहरू लिनु पर्यो। सुरुमै गेमिङ चाहिँ गर्नु भएन है। अनि अर्को छ हामीलाई भनेपछि यसमा चाहिँ अब 2% है। अब 2%मा पुग्न चाहिँ गाह्रै हुन्छ। अब गाह्रै हुन्छ भनेर छोड्ने कुरा पनि भएन। तर यसमा चाहिँ कस्ता ट्रेडहरू चाहिँ पुग्छन् त है यो पनि हेरौँ 2%मा चाहिँ है। यसमा 2% भनेको चाहिँ क्यापिटलाइज्ड भन्ने हुन्छ है, लिस्ट भन्ने हुन्छ है। यसमा चाहिँ उनीहरूको चाहिँ कस्तो ट्रेडहरू पऱ्यो भन्दाखेरि चाहिँ फाइनलिस्ट मेकिङ मोर प्रफिट है। उनीहरूले चाहिँ अब प्रफिटहरू चाहिँ बनाइसकेको हुन्छ। मास्टर चाहिँ एभ्री स्टेपमा नि गरिसकेको हुन्छन् है, मास्टर चाहिँ गर्छन् है धेरैमा। अनि अब प्रपर रिस्क म्यानेजमेन्ट अनि ग्रेट साइकोलोजी एन्ड ओन स्ट्राटेजी है। जसको चाहिँ अब उनीहरूको चाहिँ प्रपर रिस्क म्यानेजमेन्ट छ। अनि त्यसपछि उनीहरूको चाहिँ अब साइकोलोजी पनि राम्रो छ। अनि तिनीहरूको चाहिँ आफ्नै स्ट्राटेजी बनाएको हुन्छन् है। जस्तै यो आइसिटी भन्ने चाहिँ उनीहरू चाहिँ एकजना मान्छेले चाहिँ बनाएको हो यो आइसिटी भन्ने कन्सेप्ट चाहिँ है। इनर सर्कल ट्रेडिङ भन्ने हो है यसको चाहिँ। यो चाहिँ एकजना मान्छेले बनाएको हो। जस्तै तपाईँहरूले पनि भोलिपर्सि चाहिँ आफ्नै एउटा बनाउनु चाहिँ सक्नुहुन्छ है। जस्तै अर्को यो एमसिसी भन्ने पनि एउटा के छ अरे, अनि त्यस्तो पनि बनाछन्। अब CISID भन्ने चेन्ज अफ स्टेट अफ डेलिभरी भन्ने पनि छ है। उनीहरू पनि बनाछन्। यो छुट्टै बनाउने हो। त्यही भएर तपाईँहरू पनि अलि धेरै सिकिसकेपछि आफ्नो चाहिँ छुट्टै त्यो बनाउन चाहिँ मिल्छ है। जस्तै त्यही भएर आफ्नै चाहिँ जे गर्दा पनि आफ्नै चाहिँ हुनु पर्यो। अब यो भइसकेपछि आफू चाहिँ कहाँनिर छु भनेर चाहिँ हेर्नु पर्यो। अब यो 100%मा हो कि 70%मा हो कि 35%मा हो कि 10%मा हो कि यो 2मा त हुनु सुरुमै। अब त्यो आफूले चाहिँ एनालाइज गर्नु पर्यो है। अब म पनि भन्दिनँ है, म चाहिँ अब 35देखि 10% बिचतिर छु है। अब यहाँ मलाई 2% पुग्नु छ भने त मैले धेरै मिहिनेत गर्नुपर्ने हुन्छ नि त। त्यही भएर तपाईँहरू पनि कुनमा हुनुहुन्छ त्यो हेर्दा हुन्छ है। अब त्यो प्रफिटेबल सधैँभरि प्रफिटेबल भन्छ भन्ने पनि हुँदैन है। त्यही भएर प्रफिटेबल गर्नलाई रिस्क म्यानेजमेन्टदेखि लिएर साइकोलोजीदेखि लिएर सब फलो चाहिँ गर्नुपर्ने हुन्छ। यहाँनिर अब 2% पुग्न त गाह्रो हुन्छ नि त। यो फाइनल मास्टर एन्ड एप्री मास्टर गर्नु पऱ्यो है। अब प्रपर रिस्क म्यानेजमेन्ट हुनु पऱ्यो, ग्रेट साइकोलोजी हुनु पऱ्यो, अनि आफ्नो हुने स्ट्राटेजी चाहिँ हुनु पऱ्यो। अनि तब मात्र 2%मा पुग्न सकिन्छ। त्योभन्दा चाहिँ बाहेक पुग्न सकिँदैन। र जसले मेरो भिडियो लास्टसम्म हेरिदिनु भयो उहाँको लागि चाहिँ धन्यवाद है त। Tonight, you can fly away with me tonight. Baby, let me take you for a ride.